पाप गरेका छौँ भने हामी चौरामा उभिन तयार छौँ। पाप गरेका छौँ भने कहीँ हामी चौरामा फाँसीमा झुन्डिन तयार छौँ। अपराध गरेका छौँ भने कहीँ हामी अदालतको कठघरामा उभिन तयार छौँ। तर तिम्रा दाइ भाउजू तयार छन् कि छैनन्? तिम्रा बा तयार छन् कि छैनन्? यत्रा भाइहरूको हत्या भएको छ, यत्रा बहिनीहरूको हत्या भएको छ, यत्रा जनतालाई गुमराहमा रहेर जे खालको अपराध भएको छ। तपाईको क्षेत्रबाट निर्वाचन लड्दै गरेको सांसदको उम्मेदवार कुनै पनि दिन बजारमा रक्सी खाएको मुद्दामा पक्राउ पर्दैन, कुनै पनि दिन भ्रष्टाचारको मुद्दामा पक्राउ पर्दैन। त्यो बदमासी र त्यो अपराध हामीले गरेका छैनौँ। तपाईँको बिचमा यति कुरा राख्न चाहन्छु। फागुनको 21 गते निर्वाचन हुँदैछ। सबैजना उत्साहित भएर लाग्नुहोला, सबैजना टिकटक बनाएर लाग्नुहोला, नाच्दै लाग्नुहोला, गाउँदै लाग्नुहोला। म तपाईँहरू सबैजनालाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। सानो एउटा सूचनाको बिचमा पनि आउनु भएको छ। म तपाईँहरू सबैजनाको पाउ छोएर त्यो आशीर्वाद माग्न चाहन्छु। एउटा ठुलो लडाइँमा हामी घुमिँदैछौँ। आशीर्वाद दिनुहोस्, यो गाउँ बनाउने आशीर्वाद दिनुहोस्, यो ठाउँ बनाउने आशीर्वाद दिनुहोस्, त्यो शहीदको रगत खेर नजाने गरी काम गर्ने आशीर्वाद दिनुहोस्। हाम्रो कुनैका विरुद्धमा छैनौँ, कुनै पनि भाषा, धर्म, जात, जाति, धर्म, समुदाय, वर्गको खिलाफमा छैनौँ।